Ready, 1 2 3 go. Hello, welcome back to my channel. अनि आज चाहिँ तपाईहरुको सामु हामीले चाहिँ के लिएको छौं भने हामी चाहिँ कलर एक्सचेन्ज गेम लिएर आएको छौं। अनि हाम्रो चाहिँ अर्को स्पेशल कुरा के छ भने चाहिँ हाम्रो चाहिँ आज चाहिँ घरमै भएको क्या हामी चाहिँ अब त्यो अलिकति एक्स्ट्रा गर्न खोज्यौं हैन। एक्स्ट्रा हैन गरिब भएर गरिब त्यस्तै अब हैन। अनि हामीले चाहिँ आज चाहिँ घरमै भएको सामग्री लिएर सामानहरु लिएर चाहिँ हामीले चाहिँ हैन हामीले चाहिँ च्यालेन्ज गर्न आज जाएको छौं। अब अलिकति कमेडी पनि हुन्छ होला, तपाईहरु माइन्ड नगरिकन हेर्दिनु होला अन्तिमसम्म। अब हामी ढिलो नगरिकन एकदम हामी चाहिँ आज यहाँ घाममा बसेको छौं नि त। अनि आँखा अलिकति चिम्रो हुन्छ होला, अब त्यसको लागि क्षमा प्रार्थी छौं हामी। अनि छिटो गरिहाल्दिउँ ल, अब धेरै लामो हुन्छ त्यही भएर साथीहरु हेर्नुस्। हाम्रो चाहिँ यहाँ छ हाम्रो चाहिँ घरकै सामानहरु के हुन्छ जे छ त्यही त हामीले लिएर गरेको छौं। फनी नै छ, हेर्दिनु होला अन्तिमसम्म। ल हामी रेडी गर्यौँ है त। ल फर्स्टकोले तिमी सुरु गर। म कुन कलर भन त? हाम्रो म कुन भने नि कुन रेड ओइ उडाए हाम्रो। कुन रेड ओइ उडाए हाम्रो। रेड हो। ओके, तर एकछिन हेर्नु टाइम लाग्छ होला। तिमी नहेर न, तिमी नहेर न। उडाको के यो यसलाई के ढुङ्गाले उडा म राख्छु लागि भयो। ल अब सुरु गरौँ। रेडी 1 2 3 हाम्रो सुरु। ल रेड कुन अरे? रेड हैन? भयो भयो। रेडी 1 2 3 मैले क्या मिलेको मैले मेरोमा पनि छ। ज्या तिमीले मेरो हेर्यौ के हो? ज्या तिमीले मेरो हेर्यौ के हो? के हेर्छौ? म झन् सबैभन्दा सुरुमा रेड भइसक्यो भनेको। मैले खुर्सानी चाहिँ क्या उता तल बारीमा झरिरहेको नि त, त्यहाँदेखि उठाएर लिएर आएको। सेम ल तिमीले कहाँ भेटायो यत्रो ठुलो? हेर न यहाँ पनि एउटा ल्याउँ दन्ते पनि ताला थियो। देखाउँ न त नि साथीहरु, सेम क्या। तर तिमीले कस्तो राम्रो लिएर आएछौ नि। सेकेन्ड कुन कलर? रुक कुन कलर? पिंक कलर। पिंक रेडी हो? रुक रेडी हो? ल रेडी 1 2 3 पिंक पिंक। ओ जाले ये दे पिंक कलर पनि हाल्नु हुन्छ। अनि देखेनौ त्यो कलर हेर्दा? उयो त म फर्स्ट टाइम देख्दैछु त। पिंक हेर्न सक्नु चाहिँ पिंक। तिमीले क्या यो म देख्छ होला भनेर पिंक कलर चाहिँ के हुन्छ भन्दै थियो पनि त। यो देख्छ होला भनेर हतार हालिहालेको थियो। एम्बु भन्दै गर्दिएर यो चाहिँ के देख्यो? अब कुन कलर? ओरेन्ज। ए हो ओरेन्ज कलर। तिमीले मैले सेम लेख्यो होला कि यो मान्छे। रुक छिटो न, कति ढिलो? ओरेन्ज झाले मैले तिमी त के केही दिएको छैन उसले मलाई। दिएको छैन त्यत्रो यहाँ। यो मैले लास्टमा हालेको क्या। सेम के छ? ल्याएन त्यसै पनि बारीमा झरिरहेको थियो, हतार लिएर आएको। अनि यो टेबलमा थियो। अब अर्को मैले भन्ने हो क्या। अब मैले हो नि हैन? तिमीले अहिले भर्खर भनेको क्या ओरेन्ज। अब व्हाइट कलर। व्हाइट कलर यो मैले देखिसकेको थिएँ बारीमा। बिचारै भन्छ ल साथीहरु हेर्ने यस्तो राम्रो मैले बुकी बनाएको छु। स्मल किचनमा भेटाएको क्या। यो मैले उ गरौँ कि भने क्या, फेरि नगरेको क्या मैले चाहिँ। अब अर्को कस्तो राम्रो रहेछ, तर मलाई मन पर्यो यो चाहिँ। अब अर्को कलर ब्ल्याक। यो र यो चाहिँ मन पर्यो मलाई। ब्ल्याक कलर। ला रेडी 1 2 भयो। रेडी 1 2 3 गो।
हामीलाई त बेच्यो नि। अनि त मैले भेटाएन त त्यहाँ चिज होइन यो रोटी पोल्दाखेरि चिज के भन्छ त कोइला चाहिँ म के गर्नु कोइलाको कुछ भी लुगा लिएर ल्याइदियो कि अब ल भने अर्को कलर तिम्रो दिमागलाई त मान्नुपर्छ क्या किन कोइला अब अर्को लु अब अर्को पर्पल पर्पल रेडी 1 2 3 छिटो रेडी 1 2 3 गो साले के बिले ब्रस त्यो अर्काको ब्रस त्यो अर्काको छी त्यो म माथिको बस्ने होरी यस्तो राम्रो लेखिदिएर त यसमा त ल अब मेरो टर्न हो कस्तो टर्न हो अब आयो तिम्रो एकछिनमा कस्तो उयो भयो साह्रो पेट दुख्यो अब ग्रीन कलर रुक है त्यो त ट्याक ट्याक छ त कस्तो तिम्रो कहाँ नहेर है ल ल रेडी 1 2 3 गो लालु जे भन्दै लिएर आउँछ तिमीले साक्षी किन लिएर आएको ओइ म सुरुमा खोज्नु गएको हैन मैले जे लिएँ त्यही लिएर आए त यो उतादेखि लिएर आएको क्या यो पनि उता पर जाँदाखेरि यहाँ दुईटा लिएर आए तिनवटा छ हौ मैले चाहिँ के एउटा मात्र लिएर आएको दुईटा लिएन त्यो ब्रोकाउली चाहिँ यत्रो अनि के एक एकवटा मात्र अब अर्को कस्तो टर्न अब तिमीले भने होइन अहिले मेरो होला अब किन ल ग्रे कलर ल रेडी 1 नहेर न एकछिन हौ रेडी 1 2 3 गो अनि ग्रे कलर हेर न तिमीलाई मैले यस्तो राम्रो यहाँ पन्जा लगाएको यस्तो गरिब च्यालेन्ज दिन खेलौँ ल ढुङ्गा त गोटी खेल्न न तीनटा गोटी स्थिति खेल्ने हो नि त तीनटा गोटी स्थिति खेल्ने हो कैसे कैसे लोग रहते हैं यार यहाँ पर यो छुले हो नि त तिमी त अचम्म रहेछ अब मैले ब्लू कलर ल रेडी 1 2 3 गो ब्लू यो फालेको ब्लू कलर होइन त मैले त्यहाँ हेरिसकेर नि यो नचिरेको क्या कस्तो राम्रो फलिरहेको थियो अब अर्को कुन कलर तिमी त अति गयो है मलाई त तिमीलाई चाहिँ हेर कस्तो राम्रो राम्रो ल्यायो त्यो फालेको त के अब लास्ट होला नि ब्राउन कलर होइन अझै अब अझै दुईटा छ त होइन कुन कलर छ वेल्लो चाहिँ खोइ मैले त बिर्सेछु नि त नि छिटो अब कुन यही ल्याएको थिएँ मैले तर यहीसँग दिइहाल्छु नि त होस् ल मैले यही दिएँ ल कौन है ये लोग कहाँ से आते हैं अब तिमी मलाई दिउ छिटो ल मेरो यो भइसक्यो त छिटो न अब कुन उयो भनेको न ब्राउन कलर ल रेडी 1 2 3 गो यस्तो साथी छ कि कुच्चै ल्याउनु सबै ठुलो यो लिएको हो क्या बारीदेखि यो साथीहरू हेर्ने यस्तो नामहरू त साथीहरू यस्तो राम्रो दिइरहेको छ तिमी यो त किवी यस्तो ढुङ्गाहरू दिइरहेको छ मलाई अघि उयो गरेन हेर त यो भन्दा त अनि यो कति राम्रो हो नि त यो कति राम्रो तिमीले कति धेरै जितेछौ नि त सकियो साथी मलाई चाहिँ यस्तोहरू दिन्छ ढुङ्गा अनि कोइलाहरू अनि के भन्नु म मलाई चाहिँ यस्तोहरू दिन्छ ढुङ्गा अनि कोइलाहरू अनि के भन्नु म भने के यो चाहिँ कसरी यस्तो अलिक राम्रो त ल्याउँछ यस्तो ल्याउँछ तिम्रो भन्दा त राम्रै छ ल अब के भन्नु अन्तिममा मन अन्तिममा के भन्नु म त चित्तै बुझेर के लेख्यो मैले भनेको होइन तिमीलाई मैले ब्ल्याक कलरै भेटाइन भनेर
साथीहरू हाम्रो गिफ्ट एक्सचेन्ज यस्तै भयो यस्तो यस्तो सामानहरू लिएर यो ढुङ्गाहरू चाहिँ के हेरेर बुझेन मलाई साँच्चै भनेको। कति लामो हुन्छ होला साथीहरू हाम्रो देखिसक्नु होला हाम्रो चाहिँ यसो माइन्ड नगरिदिनुहोस् किनभने हामी चाहिँ घरमै भएको हामीले चाहिँ यसो फनी भिडियो जस्तै बनाउनुको लागि मात्रै हामीले यसरी च्यालेन्ज गरेको अन्यथा नलिनु होला अनि हेरेर अन्तिमसम्म साथ दिनुभएको साथीहरूलाई धेरै धेरै धन्यवाद अनि मलाई तिमीलाई चाहिँ कस्तो लाग्यो आज गेम मलाई त रमाइलो लाग्यो। रमाइलो लाग्यो अन्त एकदमै रमाइलो भयो साथीहरू हामीलाई चाहिँ तपाईँहरू पनि हेरेर इन्जोय गर्नु होला अब यति नै भन्दा हामी चाहिँ बिदा लिन चाहन्छौँ सी यु इन नेक्स्ट ब्लग बाई बाई